यो बालेन र रवि लामिछानेको बिचमा जुन सहमति भयो यसमा मैले देखेको चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा लाग्यो के भने उहाँहरू चाहिँ स्टुडियो एउटा फिल्म स्टुडियोमा बसेर सहमति गर्नुभएछ र यो प्रसङ्ग चाहिँ एउटा सेलिब्रेटी र फ्यान्ससँग जोडेर मैले चाहिँ अलिकति एनालाइसिस गरेँ। नेपाली जनताहरूको मुड हेर्दाखेरि के देखिन्छ भने केही 50 वर्षभन्दा माथिको उमेरको बुवाआमा दाजुभाउजूहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ रवि लामिछानेको फ्यान, त्यस्तै गरिकन 30 वर्षभन्दा मुनि 30-32 वर्षको युवा युवतीहरू हेर्ने हो भने बालेनको फ्यान। अब उहाँहरू चाहिँ सेलिब्रेटी हिरो, त्यही कारणले अब जुन चाहिँ बजारमा देखिन्छ उहाँहरूले चाहिँ भोट पाउने, कसको भोट पाउने भन्दाखेरि चाहिँ फ्यान्सहरूको भोट पाउने र उहाँहरू लिडर हुनुहुन्छ कि हुनुहुन्न त्यो हेर्न बाँकी छ, पछिको कुरा हो। तर अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने चाहिँ उहाँहरू सेलिब्रेटी र फ्यान्स उहाँहरूको चाहिँ अब चाहिँ चुनावमा भोट पाउने, फागुन 21मै चुनाव हुने भने भोट पाउने भनेको चाहिँ सेलिब्रेटी हिरो मानेर फ्यान्सहरूले भोट हाल्ने देखिन्छ।